हेलो गाइज, फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा होइन। आज चाहिँ हामी चाहिँ यहाँ दुबईमा चाहिँ हाम्रो यो नेपालको एउटा फेस्टिभल चलिरहेको छ, यो क्रिक पार्क विक्ने भन्ने ठाउँमा होइन। सो हामी चाहिँ त्यता जाँदैछौँ, जेब्रा क्रसिङबाट क्रस गर्न लागिरहेको छौँ। सो त्यसै कारणले अब वेट गरिरहेको छौँ होइन। कति बेला यहाँ अब ग्रीन लाइन बोल्छ, त्यस पछाडि हामी जान्छौँ। फाइनल्ली बोल्यो होइन। अब चाहिँ हामी यहाँबाट ट्याक्सको गाडी चढेर चाहिँ अनि क्विटी मेट्रो स्टेसनमा गएर चाहिँ हामी चाहिँ मेट्रो लिएर त्यस पछाडि सिधै बुर्जमान झरेर त्यस पछाडि फेरि अर्को मेट्रो लिनेछौँ। हामीसँग छ यहाँ अविनाश अनि सागर। यता चाहिँ गाडी रोकिन्छ है, जेब्रा क्रसिङमा हिँड्ने पछाडि गाडी कम्पलसरी रोक्नै पऱ्यो है, यहाँको रुल्स एन्ड रेगुलेसन। घाम चाहिँ लाग्दैछ होइन, त्यसै कारणले यहाँ अब म चाहिँ कालो कपडा लगाएर आएको छु। त्यही भएर हालत खराब भइरहेको छ हाम्रो चाहिँ। यहाँ अब हामी कति 3 जना मात्र जान लागेको छौँ, अरू साथीहरू चाहिँ अघि नै गइसके। हाम्रो जो एकोमोडेसनको साथीहरू चाहिँ अघि नै गइसक्यो। दुबईको जिन्दगी चाहिँ यही नै हो गाइस, यस्तो काम छ। तर हाम्रो पनि चलिरहेको छ। हामीसँग चाहिँ यहाँ अहिले लाइटनिङ परेको कारणले गर्दाखेरि चाहिँ राम्रो आएको छैन होइन यता। है गाइस, हामी चाहिँ यहाँ अल्कोज मल है, हामी बस्ने चाहिँ अल्कोज मलको चाहिँ दुबईको लाइफ चाहिँ यस्तै छ है। गर्मी चाहिँ लास्टै गर्मी छ है, अति नै छ गर्मी। बस स्टप चाहिँ है यहाँभित्र एसी पनि हुन्छ तपाईँको चाहिँ। पसिनाले गर्दाखेरि कपाल पनि यस्तो सेट गरेर आएको बिग्रिसक्यो। अब चाहिँ हामी यहाँ बस स्टप आउन लागिसक्यौँ। अब यहाँ चाहिँ गाडीको वेटिङ गर्छौँ है। फाइनल्ली हामी चाहिँ यहाँ बस स्टपमा छौँ होइन। अब यस्तो हुन्छ है एसी। बस यताबाट आउँछ, वेटिङ फर बस। फाइनल्ली अब चाहिँ बस आउन लागिसकेको छ। बस कार्ड चाहिँ यस्तो हुन्छ, मेट्रो कार्ड र बस कार्ड यो स्क्यान गरिदिए पछाडि चाहिँ बसमा जाने। यहाँ त क्यास सिस्टम हुँदा नेपालको जस्तो चाहिँ टोटल्ली सब कार्डबाट चल्ने हुन्छ। यसरी चाहिँ रिचार्ज गर्ने है यो कार्ड। फाइनल्ली गाडी आइसकेको छ। चढिसकेको छौँ गाडीमा। त्यहाँ चाहिँ लोकेसनहरू दिन्छ है, कहाँ झर्ने के गर्ने। फाइनल्ली हामी झरिसकेको छौँ होइन। तर यहाँ चाहिँ अब जस्तै प्यासेन्जर चढ्न छैन, झर्न छैन बस स्टपमा भने पनि तपाईँको चाहिँ एकचोटि गाडी रोकेर ढोका खोलेर त्यस पछाडि गाडी हिँड्छ क्या बस होइन। त्यस्तो छ क्या हाम्रो सिस्टम। ल गाइस, म चाहिँ मेट्रो स्टेसन आइसकेँ। अब मेट्रो स्टेसन चाहिँ म आइसकेँ होइन। तपाईँले चाहिँ उतै भेट्छु है। मेट्रो स्टेसनभित्र चाहिँ भिडियो गर्न पाउँछ कि पाउँदैन मलाई थाहा छैन। यो चाहिँ हो है मेट्रो स्टेसन यहीँभित्र हो। ल म अहिले तपाईँहरूलाई भेट्छु, बाई। हामी चाहिँ यहाँ मेट्रो चढ्न आइसक्यौँ है। अब चाहिँ यहीँ आउँछ है मेट्रो है, हाम्रो वेटिङमा हुन्छ। लगडा है हामी चाहिँ मेट्रोको वेटिङमा छौँ।
यता दुईजना छ नि out of your way. I can see the way you look at me, I'm such a disgrace. I never really asked to be brought into this place. You wanna love me? Well then baby I have a taste. All the highs and the lows, no you'll never be the same. I don't really wanna hurt you but I can't control the pain. If you're sticking by my side, maybe we could be okay. Okay, maybe you could be the change I need today. I promise that I've never felt this way. I really hope that you will choose to stay through all the pain. I know you told your friend you're not okay, and tell me what's wrong and why you never said you felt that way. Guess you're trying to stay strong and fake a smile until I look away. But I've known you too long, it hurts to watch your blue eyes fade to grey as you fade away. As you fade away. As you fade away. As you fade away. Like nothing I felt, my mind overwhelms. I think that I'm broken, but I hope you can't help. I know I'm not perfect, but some days I feel far more worthless. Baby, you make me feel nervous. If I still have you, I have purpose. It's all worth it. I know you told your friend you're not okay, and tell me what's wrong and why you never said you felt that way. I guess you're trying to stay strong and fake a smile until I look away. But I've known you too long, it hurts to watch your blue eyes fade to grey as you fade away. As you fade away. As you fade away. What's wrong and why you never said you felt that way. Guess you're trying to stay strong and fake a smile until I look away. But I've known you too long, it hurts to watch your blue eyes fade to grey. फाइनली गयो हामी चाहिँ त्यहाँबाट माथि चढेर बुर्जमानमा झरेर फेरि त्यहाँबाट रेड मेट्रो चढेर यता बुर्जमानमा आएर ग्रिन मेट्रो चढ्यो। त्यस पछाडि ठ्याक्क हामी लोकेसनमा आइयो। अब चाहिँ हिँडेर लगभग आधी घन्टा जस्तो लाग्छ है। हाम्रो चाहिँ नेपाली फेस्टिभललाई सपोर्ट गर्न मान्छे त हो कति हो कति, हिँड्ने ठाउँ छैन आज त। गाइज हाम्रो चाहिँ यो फेस्टिभलको लागि चाहिँ गेट नम्बर 5बाट चाहिँ छिर्नुपर्ने हुन्छ होइन। सो हामी चाहिँ अहिले हिँड्दै 5 नम्बरतर्फ जाँदैछौँ है। अहिले चाहिँ हामी हिँडिरहेको छ। म हेर म भित्र के कस्तो छ म तपाईँहरूलाई देखाइहाल्छु नि। अगाडि चाहिँ यस्तो छ है, यही भित्र हो। तर गेट नम्बर 5बाट चाहिँ हामी छिर्नुपर्छ। उहाँ सिधा कहाँ हो कहाँ छ अरे। हामी चाहिँ भक्तले छिर्यो होइन। यहाँ चाहिँ यस्तो छ है पार्क। अब बिस्तारै हेर्दै जाऊँ के कसो हुन्छ भित्र चाहिँ। हिँड्दैछौँ है हामी, हिँड्दैछौँ। गाइज हामी चाहिँ भित्र छिर्यौँ होइन। अहिले चाहिँ त यसो यहाँ पार्कभित्रै छौँ। घुमघाम
डुलिरहेको छौँ के रे हेर्नु यहाँको भ्यू चाहिँ कस्तो छ I know you told your friend you're not okay. And tell me what's wrong and why you never said you felt that way. And guess you're trying to stay strong and fake a smile until I look away. But I've known you too long, it hurts to watch your blue eyes fade to gray as you fade away. As you fade away. Yeah, I'm about to fade away. Cause every time I wake up I feel like it's Monday. Something's going wrong with all the chemicals up in my brain. All of a sudden I don't look at anything the same way. Got a buildup of my thoughts sitting in an ashtray. I'm sorry that I'm so inconvenient, okay. Just let me be me and I'll stay out of your way. I can see the way you look at me, I'm such a disgrace. I never really asked to be brought into this place. You wanna love me? Well then baby I have a taste. All the highs and the lows, no you'll never be the same. I don't really wanna hurt you but I can't control. गाइस यस्तो प्याक छ स्टेसनमा म जान सक्दिनँ हैन हेर्नु यहाँ क्राउड यो घाम पनि यस्तो लागेर एन्टी लाइट पर्यो हैन हाम्रो स्टलहरु गाइस यस्तो क्राउड छ है क्राउड चाहिँ यस्तो भएको छ तर मैले धेरै कुराहरू देखाउन यहाँ सक्दिनँ होला है गाइजहरू हेर्नु न मोमो खानेको लाइन पनि यस्तो धेरै हो के खाजाधरी खान पाइएन यहाँ त्यस्तै यता छ है ठ्याक्कै लाइट पऱ्यो Nepal with their own rich culture, language and tradition. Traditionally found in mid-hilly region, Lagar make up to 7% of Nepal population. The magic sound हेर्नु यहाँ यस्तो प्याक छ नि traditional Kirat community. Second is the most important traditional of the Kirat and Udauli in Assam harvest season. गाइस यहाँ त यस्तो प्याक छ नि होइन चारवटा मोमोको स्टल रहेछ होइन चारवटामा लाइन बस्छ लास्टमा सकियो क्या आफ्नो पाला आउँदा चारवटामै त्यही भएर भोकै छ अब रुमतिर जाने कि भन्ने कुरा छ हाम्रो केटाहरूको के हुन्छ हेरौँ आधी दुबई त नेपालीले खाएको छ हौ यहाँ त यत्रो हेप्पी धेरै मान्छेहरू छ कि कुरै छोडिदिनु है तपाईँहरूले भिडियोमा देख्नु भए होला भिडियो बनाउनु नि यति गाह्रो छ नि यहाँ त्यही भएर हामी चाहिँ केही खानाको लागि यहाँ खोजी गरिरहेको छौँ अब यहाँ के पाइन्छ है उता बस्दा झ्याउ लाएर हामी चाहिँ यता आएर यहाँ पल्टिरहेको छौँ है पार्कमा आएर यस्तो रमाइलो छ Never really asked to be brought into this place. You wanna love me? Well then baby I have a taste. All the highs and the lows, no you'll never be the same. I don't really want you but I can't control the pain. If you're sticking by my side then you will be okay. ए हाम्रो दाइ बोकेर यहाँको फेस्टिभल हेर्नु हामी सुतेरै जाने भयो उता जाम प्याक छ केही खान नि पाइन्न सबै सकियो अरे खानेकुरा भन्दा ढिलो आएर नि होला है केटाहरू यता खालि ओ गाइस ल एकछिनमा भेटौँला ल गाइस यहाँ आइयो फाइनल स्टेसनमा छ ओहो यहाँबाट उहाँ हेर्दैछौँ हामी
मान्छेहरू यस्तो धेरै छ, यस्तो क्राउड छ अब। भाउजू आउँछ कि अब जाम गाइस अब चाहिँ हामी यहाँबाट निस्किन लागेको, हाम्रो रुम जान लागेको। हामी चाहिँ धेरै लड्दै पढ्दै ट्रेन यति प्याक थियो होइन, यति प्याक थियो। अनि प्याक हुँदा हुँदा नै आइआइ हामी चाहिँ अहिले मेट्रोबाट चाहिँ झरिसक्यौँ। अब चाहिँ हामीले यहाँबाट गाडी लिन्छौँ, एकछिन पछाडि भेटौँ ल। गाइस हामी मेट्रोबाट चाहिँ अब गाडी चढ्ने यसमा छौँ होइन, गाडी चढ्न लागेको। लगाइ चाहिँ आजकल चाहिँ अब यहाँ हामी गाडीसम्मतिर चाहिँ रुमतिर जान्छौँ। आजलाई मेरो भ्लग यति नै हुनेछ होइन। लगाइ हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। माया सपोर्ट यसरी नै गरिदिनु होला। डोन्ट फर्गेट टु लाइक, कमेन्ट, सेयर, सब्सक्राइब। आजको भिडियो अब यस्तै भयो, रोस भयो होइन। अब कतिपय कुराहरू मैले देखाउन बिर्सेँ होला है, त्यही पनि अब फेरि नयाँ भिडियोमा देखाउने छु। बाई बाई गाइस।